ल यति बेला हामी विचित्र गुफा यो तपाईको गुफा फेला परेको 2045 साल 2045 सालमा गुफा फेला परेको हजुर र यो सुरुमा नै भित्ताहरू हजुर पुरा चमकदार थियो टल्कियो देखिन्छ नि ए हो रहेछ पछि यहाँ हातहरू लगाउने पेट घसेर उबाल्दाखेरि चमक आउँदैको हजुर र यहाँ गेट यो हामीले भगवान्को शरण परेको मानिने छ निक्ति परेर हजुर हजुर हामी धार्मिक टिम लाग्दाखेरि ए पुरै चमक रहेछ यहाँ त ओहो हिरा जस्तो चम्किने रहेछ गेट यो चाहिँ अब हजुर यो गुफा हामीले नेपालकै ठुलो गुफा यस्तै गुफा कहीँ छैन भन्ने कुरो छ हजुर हजुर र यहाँ फेरि अहिले मुख्य कुरो साधुसङ्घ पाउने तपस्या बस्ने तपाईँ बस्नै पाइयो भित्र यो बरमागर यहाँ पुरा हुन्छ मान्छेले यिनीहरूसँग आउने गरेका छन् हजुर ओहो र यहाँ माथिपट्टि हामीले चमक कस्तो चम्किने कि हिरा जस्तो है धनुष भन्छन् नि हजुर धनुष यो भगवान् रामले सीतालाई विवाह गर्दाखेरि 3 जना मान्छेको 3टा टुक्रा भएको भन्छ नि धार्मिक हजुर हजुर यहाँ ए एक ठाउँ दुई ठाउँ त्यहाँ 3 ठाउँ देखिन्छ शिव धनुष जस्तो देखिन्छ हजुर यहाँ हजुर हजुर भित्र लाइट जडान गरिएको छैन लाइट बाल्ने धेरै प्रयास र लाइट सक्सेस भएन भित्र सक्सेस भएन है यो पड्किने गर्छ हजुर यो दैनिक शक्ति पनि भइदिएको छ हजुर यसरी लाइन बढ्ने भन्ने कुरो छ र हामीले भित्र बनाएको नि सिडी यो पहिला यस्तै भिरालो थियो हजुर चिप्लेर निस्किन गर्ने अलिक गाह्रो हुने गर्थ्यो हजुर सजिलो छ र यो गुफामा 2-3टा पहलहरू छन् हजुर यिनी पहलमा नि पसेर अहिले हामीले अनुसन्धान गर गर्न लागि छ एउटा पहल त देखियो त्यो माथि हेर्दाखेरि भित्र फराकिलो देखिन्छ त्यहाँबाट हेर्दाखेरि चाहिँ गयो भित्र नि अर्को विशाल गुफा हुने शङ्का छ हजुर त्यो खोजिकन मागि यसको विशेषताहरू के छ त बुवा हजुरले बुझेको अनुसार यहाँको किंवदन्ती के छ आगे त देख्नुभयो यी सबै अब धार्मिक किताबले सब आगेतिर आफै बनेका हजुर किंवदन्ती हिसाबले साधु सन्तहरू तपस्या बस्दाखेरि यहाँ तातो हुने रहेछ न्यानो हुने पहिला भवानी बसेको भन्ने कुरो छ भवानी भगवान देवताहरू बसेको मानिन्छ हजुर र यो गोकुलपुरी मानिन्छ यो भागमा हजुर र अग्लो पनि छ ओहो निकै माथि रहेछ यो त र यहाँ पारिपट्टि हामीले हजुर गोपिनी भन्छ नि यहाँ नाचेको देखिन्छ होला 1600 गोपिनी नाचेको यहाँनिर राधाकृष्ण नाचेकै देखिन्छ क्लियर राधाकृष्ण नाचेको ए आँखा नदेखेको मुखले हेर्नुहोस् त त्यो क्लियर आएको छ ती हात सबै नाचे फराक सबै नाचेको थियो ए र माथिपट्टि राधाकृष्णमा माथि त्यो त मुगलमा आउँदैन माथि अग्लो छ तिनी राधाकृष्ण हजुर ए क्लियर आयो ढिला बाँसुरी बजाएको देखिन्छ र उतातिर यो स्वर्गदानी बाटो छ यताबाट हजुर अहिले अलि चिप्टाएको कारणले हामी अहिले स्वर्गदानी बाटो भनिन्छ त यो अहिले अलि सुक्न मागी छ हजुर यहाँनिर गणेश भगवान् हजुर यिनै भित्रैको मूर्ति नि मूर्ति बाहिर ल्याएर राखेको मूर्ति होइन भित्रैको मूर्ति भित्रै आफै उत्पत्ति ए ओहो यो त भयङ्कर पो रहेछ त ऐतिहासिक मैले त यो हलेसीमा एक यस्तै देखेको थिएँ यहाँ पारिपट्टि नि हजुर नाग शेषनाग भन्छ नि शेषनागको यो यस्तो बनावटै यस्तै हो यसलाई केही गरिएको होइन यो यतापट्टि शङ्ख हलेसीमा पनि त ढुङ्गामा यो माथि कैलाश पर्वत जाने शिवजीको दर्शन गर्ने र माथि पनि अर्को बाटो छ त्यो बाटो हामी उतापट्टि झर्न सकिन्छ हजुर अब हामी कैलाश पर्वतको दर्शन गर्न जाँदैछौँ अहिले हामी यहाँबाट भित्र विचित्र गुफा त्यसै विचित्र भनेको होइन रहेछ यो गुफालाई बुवा विचित्र रहेछ नि त गुफा पनि यसको 2045 सालमा पत्ता लागेको गुफा है यो पत्ता चाहिँ कसले लगाउनु भएको यो गुफाको ढेँडो हुन्छ नि लङ्गुर लङ्गुर तिनी दुईटा मकै खाने आउने दुःखबाट लुक्ने गइरहेको ए जस्तो खोज्दै खोज्दै आउँदाखेरि हाम्रो बुवा 4-5 जना भएर भित्र बसेर त्यसरी फेला परेको ए यो कैलाश पर्वतको यो ढेँडोहरू पत्ता डेन्सिके कहाँ आयो कि थाहा भएन यहाँ भित्रभित्रै छ चमेराहरू पनि रहेछ भित्र त ओहो भयङ्कर पो रहेछ त
सभाहल भगवान्हरूको पालाको यहाँ यो माथिको बुट्टा वा यस्तै हो यो त्यस्तै ओहो अचम्म देखियो चौध समुद्रमा ओहो र यहाँ पारिपट्टि हामीले यो बिच्छी भन्छ नि गोटे बिच्छी भयो यसलाई हामीले डाइनासोर मानेका छौँ डाइनोसरको बिच्छीको हजुर यतापट्टिको बिच्छीको आकार भयो डाइनासोर र यता मुख्य ठाउँ शिवजी बिराजमान हजुर यता ध्यान दिनुहोस् ल भनिस त यिनी शिवलिङ्ग शिवलिङ्ग अब उत्पत्ति माथि हिमालयती अलिक सेता देखेको शिवलिङ्ग खसेको देख्नुहुन्छ हो यहाँनिर हात्ती मूर्ति भयो हात्तीको मूर्ति भयो गुफा बनाएको छ दियो बन्न उतापट्टि फेरि ब्रह्मा विष्णु महेश्वर कुनै तिनवटा शिवलिङ्गहरू छन् हजुर र यहाँ धेरैको विश्वास छ वर मागेर पुरा भयो भनेर पछि आएर चढाएका त्रिशु घन्टहरू ए यो घन्टा नि जस्तो अङ्गसर आएर चढाएका तपाईँले आइकन त्यहाँ गएर फुलबेती राखेर शिवजीको दर्शन गर्न सकिन्छ मुख्य ठाउँ मान्छेहरू धेरै टाढा टाढा यहाँ दर्शन गर्न भनेर आउने गर्छन् यो भाग्यले यहाँ पनि दर्शन गर्न मिल्ने चिज हो हजुर यो अग्लो पनि छ ओहो ल साह्रै बृहत यो त बृहत यो त अचम्म पनि अचम्मै देखियो घाँटे जमिनभित्रभित्रै है यस्तो दर्शन गर्न भयो जस्तो पहिला दर्शन गर्न मिल्छ मिल्दैन गर्नुहोस् गर्नुहुन्छ जस्तो मनको शुद्धता भने होइन यसो हजुरले मोबाइल पक्रिँदैछ यसो बत्ती देखाइदिएछ दाजु म यसो भेटिसेटी के छ भनेर सर चाहिँ भगवान्को दर्शनमा जानुभएको छ माथि त्यहाँ जानु त्यो माथि राख्नुहोस् हो चमेरा बिस्टी हो त्यति माथि सिक्किन्छ होइन त्यही अगाडि हो त्यहाँ अगाडि पायो भने भनेर त्यो जुत्तासित भयो त्यो हामीले एक त जुत्तै लगाउन मिल्दैन जुत्तासित हामीले मूर्तिहरूको हात लगाउनाले दिँदैनौँ हुनु पनि त दर्शन गर्न आउनु पनि होइन खास त्यही भएर तल्ले बाटो दर्शन गर्ने गरिएको छ अति दिव्य अति पवित्र लाग्यो यो चाहिँ हजुर के भनिसक्यो यो रथ रथ यसलाई पुष्प विमान भन्छ पुष्प विमान उतिखेरको भगवान्को पालाको यो पसिना जस्तो यो पसिना भन्दा यो यहाँको रसाउने यो माथि रथ आयो के भन्छ माथिबाट है अत्यन्त दिव्य ओहो त्यो हेर्न मिल्दैन वा भित्र त्यो अगाडि बल्ब देख्नु त्यो बल्बसम्म जान सक्नुहुन्छ हजुर त्यहाँबाट उता साँग्रो हुँदै गएको छ हजुर मैले बताउनु भने त्यस्तो आकृति केही छैन जाने सताएर आउँछ ल यसो आएको बेला यति बेला हामी विचित्र गुफामा छौँ अत्यन्त दिव्य अत्यन्त भव्य न भूतो न भर्तामा भविष्यति भन्ने जस्तै यो हेर्नुहोस् त विचित्र गुफाको के हो यो ओहो हेर्नुहोस् त ल यस्तो विचित्र गुफा कहाँबाट कहाँ निस्किने हो केही पत्ता छैन यस्तो छ यताउता पत्थरका यहाँ हेर्नु होला सबै चमक यहाँको बत्तीहरू चाहिँ सक्सेस भएन नि त बुवा ल अब यसमा हामीले पारदर्शक पत्ता सेर्ने ओहो लगाएर ल कति विचित्र छ तर ल यो भागमा पुरैमा छ ल अनि पत्थरभित्र पत्थरभित्र अरू यतापट्टि केही छैन त्यसले के भनिन्छ त्यो पत्थरलाई
प्रकाश छेत्री पार्क ल यो चमक ढुङ्गैमा यस्तो हिरा जस्तो हिरा जडाउनु भएको छ यो यस्तो पनि हुन्छ तपाईँले एक्लै आएको यति कुरो थाहा हुनुहुन्न थियो है हो हजुर आइदिनु भयो हामीलाई एकदम सहज भयो यसको बारेमा केही कुराहरू जाने मौका पाइयौँ बुझ्ने उद्योग वाणीसँग मिटिङमा नि बसेको 90जनाको यी यो ठाउँमा 90जनाको उद्योग भने माथि देखेको छ यो गुफाको प्रचार गर्न बसेको बैठक हो है त उद्योग बाँडेसँग मिटिङ यहीँ बसेको गुल्मी उद्योग बाँडेसँग गुफालाई चाहिँ यसको सय माझ अहिले है हामी काठमाडौँदेखि बुटोल हुँदै बुटोलमा केही कामहरू थियो कोही कार्यक्रम त छैन अहिले कार्यक्रम छैन अब भयो भने 83तिर काठमाडौँमा पोखरा गएर के हुन्छ पोखरा आटो पनि गइरहेको छैन 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 यो बाटो चाहिँ तलतिर जोडियो छ र मैले भनेको थिएन हजुर मोबाइल बाल्नुहोस् न तपाईँ छैन मोबाइल ल्याउनु बाल्नुहुन्छ त मेरो टाको ठोकिन्छ मेरो मोबाइल बाल्नुहोस् अर्को यो मोबाइल बाल्नुहोस् ल यता पनि रहेछ नि त बुवा यता कता जाने हो यो अन्तिम हो है यो ऋषिमुनिहरू तपस्या गर्ने यहाँ त न्यानो न जाडो न गर्मी न केही आनन्द हुने रहेछ नि त बुवा यो अरू तपाईँको यस्तो आनन्द आउँछ भने जबको यो गर्मीको समयमा चोट पैसाको फेरि चिसो चिसो हुन्छ एसी लगाइदिनुहुन्छ एसी लाग्छ हुन्छ हिटर लगाए जस्तो छ हो अलि हिटर लागेको छ तातो छ बाहिर चिसो र भित्र तातो हुन्छ यस्तो तातो रहेछ यहाँ त न बाहिर तातो एक सर लुगाले पनि पुग्ने रहेछ भित्र पनि ठिराउँदैन तातो छ यो भुइँ पनि ठिनाउँदैन तातो छ विचित्रै रहेछ यो त्यसै विचित्र भनेको होइन रहेछ यो ल यो सुरसे गोपिनी नाचेका हुन् त होइन त बुवा गोपिन सोह्रसे गोपिनी हुन् सोह्र गोपिनी हजुर माथि राधा राधाकृष्ण त्यहाँनिर यहाँनिर राधाकृष्ण नाचेको हो यहाँनिर ल ए राधाकृष्ण ल यस्तो छ के हो त यो त लास्ट विचित्रै पो छ त है यही भएर यो विचित्र नाम लगेको छ विचित्र त्यसै हो अब यो एउटै ढुङ्गाहरू बनेको छैन थरी थरी ढुङ्गो छ हो रहेछ यहाँ भित्र थरी थरी ढुङ्गाहरू यहाँ नरम खाले छ बेला ल पत्थर यो छोइ भाँचिने खाले पत्रे 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 छ है सबै पत्री हो यो कडा छ फेरि यो अर्कै खालको छ यत्रो चाहिने कसरी उठ्यो अटेका छन् यसबाट माथिबाट कहीँबाट देखिने भनेको रहेछ छैन कहीँ पल फेला परेको छैन अहिलेसम्म यो ढुङ्गाले एक अर्कालाई सपोर्ट गरेर मजबुत भएर अडिएको छ यसको विज्ञापन च्यानल युट्युब केही छ त बुवा छ र त्यो युट्युबमा राखेको छौँ ए हो त्यसलाई सेयर गरिदिनु पऱ्यो क्या किनभने सेयर गरेपछि मान्छेले थाहा पाउँछ यसको 2045 सालमा पत्ता लगाएको ढेँडु खेद्दै जाँदाखेरि पत्ता लगाएको हजुर यो जस्तो चाहिँ हामीले यहाँ केही गरिदिएको छैन अब गर्न पनि भएन यो प्राकृतिकको कुरा यो सुरज सिक्केले गेट बाँधेर राखेको हजुर यस बाँदर ढेँडोबाट चाहिँ यसको चाहिँ पत्ता लागेको भन्ने बाली खाएर भाग्दै गर्दाखेरि खेलाउँदै जाँदाखेरि पत्ता लागेको यस्तो रहेछ यहाँ यस्तो टिलिली टल्किन्छ ल हेर्नुहोस् त यो हिरे हिरे टल्के जस्तो होइन त यो ल चमकेन ओहो यो त ल अहिले हामी विचित्र गुफाको भित्री भाग घुमेर बाहिर निस्किँदा यस्तो छ अवस्था बाहिर उज्यालो छ भित्र अन्धकार छ हजुर सबैजना एकपल्ट अवश्य आउनै पर्ने गुफा घुम्नै पर्ने गुफा यो तपाईँहरूलाई पनि एकदम अचम्म तुल्याउँछ यो त्यस्तो छ नामै विचित्र गुफा रहेको छ यहाँ चाहिँ हाम्रो बुवाको नाम के भन्छ हजुरले भानुभक्त भण्डारी बुवा हुनुहुन्छ उहाँले हजुरलाई सम्पूर्ण विचित्र गुफा घुमाउनुहुन्छ सम्भवतः हजुर यहाँको चाहिँ अध्यक्ष हुनुहुन्छ या के हुनुहुन्छ यहाँको गाइड पनि हुनुहुन्छ हजुर पुजारी सबै हुनुहुन्छ हजुरलाई भित्र घुमाउनेदेखि लिएर भित्रको बारेमा सम्पूर्ण जानकारी पनि गराउनुहुन्छ सबै आउनु होला यहाँ एकपल्ट उहाँले आएपछि मन एकदम आनन्द फिराउने छ भन्न चाहन्छु सम्पूर्ण भिडियो हेर्ने सम्पूर्ण
साथीभाइ दर्शकहरूलाई एकपल्ट विचित्र गुफा भ्रमण गरिदिनु हुन हार्दिक विनम्र अनुरोध पनि गर्दछु। हामीले घुम्यौँ, हाम्रो मन आनन्द भयो, हामी हर्षित छौँ अहिले यति बेला। दिपेन्द्र सर के भन्न चाहनुहुन्छ यसको लागि? सम्पूर्णमा नमस्कार। यो एउटा विचित्रको गुफा चाहिँ जस्तो सोचेको भन्दा धेरै गुणा विचित्रको छ। हजुरहरूले पनि आएर हेरिदिनु भयो भने मात्रै विश्वास गर्नुहुन्छ कि जो कि कल्पना भन्दा पनि बाहिर छ। अत्यन्तै राम्रो, अत्याधिक विभिन्न किसिमको पत्थरहरूबाट बनेको मडीहरूको चाहिँ यहाँ गोपिनीले बास गरेको, क्रीडा गरेको विभिन्न चित्रकलाहरू, हात्ती, विभिन्न किसिमका शिवलिङ्गहरू, पार्थिव शिवलिङ्गहरू चाहिँ यहाँभित्र देख्न पाइन्छ। जो कि हजुरहरूले बाहिरबाट हेरेको भन्दा लाखौँ लाख करोडौँ गुणा चाहिँ राम्रो छ। एकचोटि अवश्य यो गुल्मी धुर्कोटमा आएपछि चाहिँ वार्ड नम्बर 5 वस्तु वडा नम्बर 5 वस्तुमा आएर एकपटक अवलोकन गरिदिनु होला भन्ने विनम्र अनुरोध गर्दैछु। हुन्छ, हस्, धन्यवाद। हजुरहरू सबैजना एकपल्ट आइदिनु होला र यहाँको भ्रमण गरिसकेपछि हजुरहरूले पनि आफ्नो मन आनन्दित तुल्याउनुहुन्छ भन्ने मलाई जहाँसम्म लाग्छ। यहाँबाट हेर्नुहोस् बाटो पनि छ। यो चाहिँ तल हाम्रो यो 2045 सालमा जाने बाटो पत्ता लागेको गुफा, जहाँ बाली एउटा बाँदर भन्दा पनि ढेडु भनिन्छ, लङ्गुर पनि भनिन्छ क्यारे। सुन्तलाको बुटहरू भित्र देख्न सक्नुहुन्छ। बाली खाएर भाग्दै गरेको अवस्थामा पहिला हजुरबाहरूले खेदाउँदै जाँदाखेरि अवस्थामा चाहिँ यहाँभित्र लुकेको, तर यहाँबाट भित्रबाट गायब भएको भन्ने किंवदन्ती रहेछ। 2045 साल भनेको त अब आजभन्दा 35, 36, 37 वर्ष अगाडिको कुरा हो। हेर्नुहोस्, आउनुहोस् हजुरहरू पनि एकपल्ट।